सिंहदरबार जल्दाखेरि खुसी मनाउनेहरू सबै आज राष्ट्रसभामा गएका छन्। रवि त सिंहदरबार जल्दाखेरि जेलबाट निस्केर प्रधानमन्त्री हुन्छु भनेर खुब त्यसको चाहिँ हर्षोल्लास गर्दै बाहिर आए। राष्ट्रवादी र राष्ट्रघातीको बीचको निर्वाचन हो। राष्ट्रिय प्रजातन्त्र पार्टीमा डाक्टर साहबको इन्ट्री किन, यहाँबाटै कुराकानी सुरु गर्नु जस्तो लाग्यो मलाई आज। धन्यवाद हजुर। यसका दुई तीनवटा कारण छन्। पहिलो कारण चाहिँ मुलुकमा नेपाली कांग्रेस, एमाले, माओवादी अहिलेको तारा यिनीहरू पुराना दलहरू र कुनै समय उनीहरूले बोकेका एजेन्डा, उनीहरूले गरेका मुलुकलाई गरेका दुःख कष्ट, त्यो नेतृत्व राम्रो थियो। इतिहासमा उनीहरूले राम्रा काम पनि गरेका छन्। तर समयक्रम बित्दै जाँदा उनीहरूले कांग्रेसले बीपीको एजेन्डा छोड्यो, एमाले पुष्पलाल मदन भण्डारीको एजेन्डा छोड्यो, माओवादी सत्ता लोलुपता मात्रै देखाए, कुनै एजेन्डा नै राखेन। त्यसले गर्दाखेरि ती दलहरूले मुलुकलाई बर्बादीको सङ्घारमा पुर्याए। भ्रष्टाचार भयो, व्यथिति भयो, लुटतन्त्र भयो, सेटिङ भयो, जे हुनुपर्ने ती सबै कुराहरू नराम्रा कुरा जति भयो। त्यसले गर्दा ती दलहरूको विकल्प चाहिएको थियो, आक्रोश थियो मुलुकमा। जेनजी मुभमेन्ट भयो, उनीहरू कुनै न कुनै किसिमले कमजोर त भए तर अझै पनि ठुला दलको रूपमै छन्। त्यसले उनीहरूलाई एउटा पराजित गर्नुपर्ने आवश्यकता छ। जबसम्म उनीहरूलाई निर्वाचनबाट पराजित गरिँदैन तबसम्म फेरि हिजोकै व्यथितिले त्यही रूपमा अझै चर्को रूपमा त्यो आउला भन्ने डर, त्रास र यो मुलुकलाई बचाउनु पर्ने कारणले एउटा राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता पर्यो। एउटा कारण त्यो। दोस्रो कारण उनीहरूको विकल्प दिन्छु भनेर आएकाहरू, खास गरिकन रवि, बालेन, कुलमान जस्ता व्यक्तिहरू जो आफै चरम रूपमा विवादास्पद छन्, जसका सहकारीदेखि लगायत विभिन्न किसिमका मुद्दा मामिलाहरू छन्। प्रत्येक पटक कानुनलाई मिच्ने, कानुनबाट गैरकानुनी रूपमा सुविधा लिने र आफ्नो बेनिफिटमा काम गर्ने प्रयासहरू भइराखेका छन्। उनीहरू एमसीसीको एजेन्डा बोक्छन्, उनीहरू गरिबका घर भत्काउँछन्, उनीहरू गरिबप्रति दुराभाव राख्छन्, एमसीसीको एजेन्डा बोक्छन् र समलिङ्गी विवाहको एजेन्डा बोक्छन्। यस्तो किसिमको जुन शक्ति छ र हामीले देख्यौँ सिंहदरबार जल्दाखेरि खुसी मनाउनेहरू सबै आज राष्ट्रसभामा गएका छन्। र राष्ट्रसभा त्यो बालेन होस् या कुलमान हुन् या रवि हुन्, रवि त सिंहदरबार जल्दाखेरि जेलबाट निस्केर प्रधानमन्त्री हुन्छु भनेर खुब त्यसको चाहिँ हर्षोल्लास गर्दै बाहिर आए। उनले त्यो कुरा कन्डेम गरेनन्, सिंहदरबार जलाउनु हुँदैन, सर्वोच्च जलाउनु हुँदैन भनेनन्। तर फाइल कहाँबाट जले त? अदालतका। यी कुराले धेरै कुरा देखाउँछ। त्यसैले त्यो शक्ति चाहिँ राष्ट्रघाती चरित्र बोकेको शक्ति छ। त्यसका एजेन्डा नै राष्ट्रघाती छन्।